भयो के भयो नमस्कार दर्शकबिन, हामी माझ हुनुहुन्छ। विशेष त अस्ति मात्र घटना भएको थियो जुन नेपाली ब्रो भनेका व्यक्तिले चाहिँ आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेर चक्कु प्रहार गरेर न्यायपूर्ण तरिकाले हत्या गरेको थियो। त्यो त्यहाँका जुन लोलाङ र का छिमेकी हुनुहुन्छ उहाँसँग आज विषय संवाद गर्नको लागि गइरहेको छु र के भएको थियो यथार्थ सत्य तथ्य के भएको थियो त्यो घटनाको विषयमा आज जानकारी गर्नको लागि गइरहेको छु, संवाद गर्नको लागि गइरहेको छु। नमस्कार सर। नमस्कार। आरामै हुनुहुन्छ? अब आराम त के भन्नु, समाजमा विभिन्न किसिमका अपराधका घटनाहरू दुःखदायी क्षणहरू घटेर दिन प्रतिदिन बढ्दो छ। हो, यो प्रति म दुःखी र चिन्तित। हजुर हजुर। अनि यो तपाईँ एउटा त्यहाँ त तपाईँको चाहिँ एउटा छिमेकी पनि हुनुहुन्छ। तपाईँ त त्यहाँबाट करिब करिब तिन मिनट पनि हिँड्नु पर्दैन, 2 मिनट जति होला तपाईँको आसपासको त्यो क्षेत्र। त्यो बेला के भएको थियो? नेपाली ब्रो भनेका व्यक्तिले चाहिँ किन चाहिँ आफ्नै श्रीमतीमाथि त्यसरी चाहिँ चक्कु प्रहार गरेर न्यायपूर्ण हत्या गर्यो? अब चाहिँ हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्छु। हजुर। र उहाँहरूको परिवारप्रति त्यो शोकप्रति धैर्य धारणा गर्ने शक्ति प्रदानको लागि पनि म शक्ति प्रदान गर्न भगवान् पशुपतिनाथसँग हजुर म प्रार्थना पनि गर्छु। हजुर। अब यो तपाईँको चाहिँ विभिन्न लोकप्रिय मिडिया मार्फत अब त्यो मेरो त त्यो सँगै रहेछन्। हजुर। त त्यत्रो चर्चामा आएका मान्छेहरू हुनुहुँदैछ, तर उहाँहरूसँग मेरो एकचोटि पनि भेट भएको छैन। अब त्यो श्रृङ्खलाबद्ध उहाँहरूको विवाह भएको अब केही वर्षपछि नै 18-19 वर्ष त भइसक्यो। 19 वर्षको त छोरो भनेपछि त्यहाँ अब 20 वर्ष समथिङ भइसकेको छ। अब मिडियाले चाहिँ 15 वर्ष भनेर चाहिँ नि हालिरहेको छ। त्यो त अब त्यो मिडियाको पनि धेरै कमजोरीहरू देखिन्छ त्यहाँभित्र होइन। किन सत्य तथ्य समय सबै चिज उ गरेर राखिदिँदाखेरि त्यसले चाहिँ राम्रो हुन्छ। अब त्यो घटना घट्नेसम्मको कुराहरूमा आउँदाखेरि अब मैले त्यो घटना घट्नाखेरि म त्यो ठाउँसम्म छैन र उहाँहरूसँग पनि थिएन। यदि उहाँहरू त्योभन्दा अगाडि यदि हाम्रो समन्वय हुन्थ्यो भने सायद त्यो घटनासम्म पनि पुग्न पाउँदैनथ्यो। हजुर हजुर। अब त्यो घटना घट्नुमा अब तपाईँको चाहिँ नि समाज, अदालत, राजनीतिक र जसरी मिडियाकर्मी साथीहरूको जति कुराहरू बाहिर ल्याइयो ती चिजहरूबाट पनि त्यो घटनासम्म आइपुग्दाखेरि त्यो हदसम्म आइपुग्दाखेरि त्यसले चाहिँ एउटा पुष्टि गर्छ। घटना कसरी हुन्छ? तपाईँको चाहिँ एउटा बुढा र बुढी बिच भएको अंश विवादको कारणले गर्दा त्यो घटना सिर्जना भयो भन्ने कुरा गरेको छ। फेरि तपाईँ यता राजनीति र लयर हुन्छ त होइन? यो राजनीति त्यो तपाईँको जुन प्रश्न गराइ शैली छ नि पत्रकार महोदय, त्यो तपाईँले कस्तो गर्नु भने अपराधलाई तपाईँको चाहिँ निरुत्साहितको चाहिँ अनुसन्धानको बाटोमा जाने कि हामीले राजनीतिकतर्फ कुरो मोडेर लिएर गएर अपराधलाई बढावा दिएर जाने। अपराधको अनुसन्धान गर्दाखेरि अब तपाईँको चाहिँ त्यसका विभिन्न कालखण्डका कुराहरूमा जस्तो चाहिँ जुन त्यो बहिनीले पनि तपाईँको चाहिँ जुन सडकमा लिएर आउँछु र त्यो उसले पनि दुःख गरेर चाहिँ बनाएका ती चिजहरू सबै चिजहरू चाहिँ तपाईँको चाहिँ विभिन्न कालखण्डका चाहिँ जुन प्रहरीदेखि लिएर गएर उसको खेल जीवनदेखि सबै चिज चाहिँ नै ड्यामेज भएर आएको छ। अनि त्यति हुँदै पनि उसले त्यो तपाईँहरूकै त्यो मिडिया मार्फत आएका कुराहरूलाई एउटा हामीले एउटा उहाँहरूको एउटा बोली र भोइसमा पनि हामीले चाहिँ मूल्य हेर्नुपर्ने हुन्छ। उहाँले आफ्नो परिवारप्रति र उहाँप्रति चाहिँ जुन किसिमको सहानुभूति र ठिक छ तपाईँबाट पनि गल्ती भयो होला, मबाट पनि गल्ती भयो होला। अब हामीले दुईवटा बच्चाको लागि चाहिँ जीवन अगाडि बढाउँ, अब विगतका कुराहरू छोडिदिउँ, अबका दिनहरू अगाडि बढाउँ भन्दाखेरि म गोर्खालीको छोरी हो होइन। त्यो नारीमा जुन किसिमको घमण्डता होइन, जुन किसिमको तरिकाबाट जुन किसिमको तलसम्म सडकमा उ गर्छु म घरतीको छोरी हो अथवा के हो भन्ने शब्दहरू पनि त्यहाँ आएका छन् होइन। त्यो सबै कालखण्डका कुराहरू गर्दै आउँदाखेरि जस्तो डिभोर्सको मुद्दामा त्यो अदालतले पनि जुन किसिमको जुन त्यो दुईटैलाई मिलाएर तपाईँहरू दुईटै चाहिँ मिलेर चाहिँ यसरी जानुहोस्, यसरी मिल्न सक्नुहुन्न भने तपाईँले पनि यति पाउनुहुन्छ, तपाईँले पनि यति उ गर्नुहुन्छ भनेर यदि त्यो किसिमको कुरा टुङ्गाइदिएको थियो भने सायद त्यो घटना नघट्न पनि सक्थ्यो। अब त्यसमा तपाईँको चाहिँ त्यस्ता किसिमका कुराहरू बाहिर आइसकेपछि त्यहाँका ओडाका प्रतिनिधिहरूको पनि
प्रमुख भूमिकाहरू रहनु पर्थ्यो हो होइन। अब त्यस पछाडि तपाईँको चाहिँ त्यहाँ वडाका प्रतिनिधिहरूले पनि त्यहाँ उचाल्ने र पछाड्ने अब विभिन्न कामहरू अब के कति भयो त्यो म त जान्दिनँ, त्यो समाजले के गर्यो कसो गर्यो त्यो म जान्दिनँ होइन। तर उहाँहरूका आफ्नो आफन्तीहरूबाट पनि के कति कमी कमजोरीहरू भयो त्यो कुराहरू दुईटैकै चाहिँ ऊ थियो त, गलत थियो त, दुईटैकै कमी कमजोर देखियो। अब यसमा हेर्नु पर्दाखेरि मैले यो यसलाई सत्य तरिकाले अब मान्छेको अपराधको घटना त भएर मृत्यु भइसकेको छ। अब त्यो अपराधको घटनाले समाजमा अरू किसिमका अपराधका घटनाहरूमा 044मा लाने गरे चाहिँ हामीले अनुसन्धानको दायरामा लिएर गएर त्यो किसिमको दण्ड सजायको चाहिँ नि निर्धारण गर्दाखेरि किशोरी भुजेलको पनि त्यो किसिमको घमण्ड थियो, म गोर्खालीको छोरी हो, तिमीलाई चाहिँ रोडमा पठाइदिन्छु भन्ने तरिकाको चाहिँ कुराहरू गर्ने क्रममा धेरै लामो समयसम्मको त्यो विवादहरू छर्किँदै पछाडि चाहिँ फिल्डमै निस्किएको भन्ने कुरा हो, बाहिर निस्किएको भन्ने कुरा हो। त टिकटक धेरै पुरानो भएर टिकटकमा आइरहेको छ त, उसले जुन नेपाली ब्रोले बोलेको शब्दहरू पनि आइरहेको छ र किशोरी उसले बोलेको कुराहरू पनि सबै कुराहरू त आइ होइन। तपाईँ एउटा नेता भएको कारणले त त्यहाँ छरछिमेकीमा चाहिँ के भइरहेको छ के हुन्छ भन्ने कुरा त तपाईँहरूको एउटा जिम्मेवारी हो नि, दायित्व हो नि। अब उहाँहरूले हामीलाई अनुसन्धान गर्ने हेर्ने पत्रकार महोदयले पो नेता मानिदिनु भयो त, तर अहिलेको जुन किसिमको समाजले त नेता मान्नु भएको छैन। वरिपरिका चाहिँ त्यो सन्दर्भलाई वातावरणलाई हेर्ने निहाल्ने के भइरहेछ यताउता त्यसको छानबिन गर्नेदेखि लिएर सबै कुराहरूमा त तपाईँहरूको पनि हात हुनुपर्छ होला नि त, दायित्व होइन र तपाईँ त्यसैको लागि त हामीले चाहिँ अपराध रहित समाजको लागि चाहिँ तपाईँको 10 रुपियाँको प्रत्येक नागरिकको गर्भमा भएको बच्चाको पनि परिवारको लागि चाहिँ नयाँ कोषको चाहिँ कुरो गरिरहेको छु नि त। अहिलेसम्म जसरी चाहिँ प्रहरी प्रशासनदेखि लिएर गएर तपाईँको घरबाट कति टाढा रह्यो त्यो उहाँको घर? त्यो करिब अब त्यो 3 देखि 5 मिनटको बिचमा। तपाईँले एउटा इन्टरभ्यूमा भन्दै थियो कि त्यहाँ चाहिँ यसरी मारेको रहेछ यसरी ऊ गरेको रहेछ भन्ने कुरा त जब किशोरी भुजेल चाहिँ उहाँको घरमा जानको लागि आउने क्रममा चाहिँ नेपाली ब्रो भन्ने व्यक्तिले चाहिँ उनका श्रीमतीलाई चाहिँ के अरे श्रीमानले चाहिँ गाडी लिएर गाडी ठ्याक्क राखेपछि त्यसपछि चाहिँ झम्टिएर गएको देखिन्छ सिसिटिभी फुटेजबाट। अनि त्यसपछि चाहिँ उसको चाहिँ हत्या गरेको अवस्था देखिन्छ। हत्या पनि यति नरहस्यमार तरिकाले हत्या गरेको छ त्यो कहिले पनि कसैले पनि हेर्न सकिँदैन। त्यो किसिमको निहत्सपूर्ण त्यो किसिमको चाहिँ हत्या गर्न त्यो वातावरण चाहिँ कसरी सिर्जना भयो? त्यो त मैले भागबण्डकै कारण पत्रकार महोदयलाई अघि नै मैले बोलिसकेँ त, अदालतका न्यायाधीशदेखि लिएर गएर होइन, प्रहरी प्रशासनदेखि लिएर गएर होइन, त्यहाँका समाजका ऊदेखि लिएर गएर अब त्यहाँ होला ईश्वरीजीलाई उकास्ने मान्छे पनि होला। भन्न खोज्छु कि तपाईँले अदालतको पनि कमी कमजोर छ, अदालतको पनि यसमा चाहिँ हात छ भन्न खोज्नु भयो क्या? अनि त्यो अदालतको मैले हात भन्दा पनि त्यो काम कारबाहीले पुष्टि गरेन र पत्रकार महोदय के भएको खास? अनि तपाईँको डिभोर्सको मुद्दाको फैसलामा चाहिँ जुन किसिमको त्यो सम्पत्ति चाहिँ सबै चाहिँ उहाँ ईश्वरीजीको नाममा सुम्पिनेदेखि लिएर गएर जुन हिजो 2-2वटा बच्चा जन्मिँदाखेरि बलात्कार नहुने त्यहाँ चाहिँ चमत्कार हुने अनि पछि चाहिँ बलात्कार मुद्दामा लगाएर विभिन्न ठाउँमा खेल खेल्न जान जाने प्रतिबन्ध भएका कुराहरू ती ब्लकेट हुँदै आएका कुराहरूले त तपाईँको चाहिँ नि पुष्टि गरेन। ए भनेपछि त्यो किसिमको हात नै नागिसकेको थियो, बलात्कारको केस पनि हालिसकेको थियो आफ्नो श्रीमान। त्यो त तपाईँको प्रहरीमा त ईश्वरीजीले तपाईँको चाहिँ नि जुन किसिमको ज्यानको सुरक्षा गरिपाउँ भनेर हाल्दाखेरि प्रहरीले नै तपाईँको चाहिँ त्यो व्यवस्था गरेको भन्ने कुराहरू त त्यहाँ आइसकेको छ त। तपाईँले त फेरि गम्भीर कुरा नै गर्नुभयो। त्यो मैले गम्भीर कुरा गरेको पत्रकार महोदय, मैले के भन्दछु मैले गरेको गम्भीर कुराहरू हो र उहाँले गरेका कामहरूलाई चाहिँ तपाईँहरूको लोकप्रिय मिडियामा पछिल्लो समयमा मिडियामा चाहिँ के आइरहेको छ भन्दाखेरि पटक पटक चाहिँ नेपाली ब्रोलाई चाहिँ नेपाल प्रहरीले लगिँदै गरेको जेलमा अब कारागार थुन्नको लागि पनि लग्दै गरेको, योभन्दा अगाडि बलात्कार केसमा पनि उनलाई चाहिँ 2-4 चोटि नै पक्रेर लगिएको भन्ने कुरा आएको छन्। र पछिल्लो समयमा चाहिँ नेपाली ब्रोले आफ्नो श्रीमतीलाई छोड्न नसक्ने माया थियो रे, प्रेम विवाह भएको रहेछ होइन, आर्मी खाँदाखेरि नेपाली सेनामा दुवैजनाले जागिर खाएको बेलामा त्यहाँ लप परेर ऊ भएको रहेछ, उसले चाहिँ छोडेर आएको रहेछ, उनको श्रीमती चाहिँ रहेछ। जब उनको चाहिँ नेपाली ब्रोको सम्पत्तिहरू सबै एकतर्फी ढङ्गले उनका श्रीमतीको हातमा पुगिसकेपछि त्यसपछि त्यो खप्न नसक्ने र पछि आएर अदालतमा चाहिँ अब ल तिमी दुईजना चाहिँ अब छुट्नुपर्छ भन्ने तरिकाले चाहिँ एकतर्फी रूपमा मात्र चाहिँ होइन उनका श्रीमतीले केस
हालिसकेपछि उजुरी हालिसकेपछि अदालतले पनि एकतर्फी रूपमा हेरेर चाहिँ फैसला गरिदियो त्यो रिसले त्यो थाम्न नसकेर अनि पछि श्रीमतीको हत्या गर्यो भन्ने कुरा आएको छ यो सत्य कुरा हो यो तपाईँलाई अगाडि तपाईँले सोधेको प्रश्नमै आइसकेको छ त यसको उत्तर यही कुरा हो अनि अपराधको अन्तिम घडीको जडमा त्यो हदको मान्छे यो हदसम्म आइपुग्नुमा त तपाईँको जाने त्यो सबै संयन्त्रहरू अब यो अपराध जुन किसिमको नेपाली ब्युरोलाई त तपाईँको पुछारको भयो क्या अपराध घटाउनलाई मलदर गरिने काम त ठाउँहरूबाट भएको भन्ने कुरो प्रमाणित भएन र पत्रकार महोदय त्यहाँ त बालाजुक प्रहरी पनि जान्छ तर कतिपयले भनेका छन् किशोर श्रेष्ठले कमाएको त्यो घर कमाएको गाडी उनको हातमा नपरिकन के नेपाली ब्युरोको हातमा हुनुपर्छ नेपाली ब्युरोको हुनको लागि त नेपाली ब्युरोको नेपाली ब्युरोले आफैले कमाउनुपर्छ भन्छन् त नेपाली ब्युरोले आफैले कमाएको हो त्यो विभिन्न खेल खेलेर एउटा आर्मीको तलबले कति नै पैसा जोडिएको हुन्छ नेपाली ब्युरोको पनि सम्पत्ति थियो नेपाली ब्युरोको त्यत्र खेलेका विभिन्न गरेर ल्याएर जोडेको उसले भारी बोकेर त्यो बच्चा बोकेर हिँडेको कुराहरू त त्यहाँ आइरहेछ त अब त्यहाँ त्यो हदसम्म आइपुग्दा एउटा नेपाली सेनाको सुविधार जस्तो पदमा बसेको मान्छे तालिम प्राप्त एउटा महिलाले त्यहाँ प्रतिकार गरेका थियो भने त्यो भागेको थिएन भने तपाईँको त्यो अपराध त्यो हत्या पनि हुन सक्दैन त्यत्रो मान्छेसँग त्यत्रो आज एउटा सामान्य नारीहरूको जीवन कसरी सुरक्षित रहन सक्छ भन्ने गम्भीर प्रश्न त्यहाँभित्र आउँछ त्यस कारणले गर्दा त्यो उहाँको जुन किसिमको उहाँमा त्यो आफ्नो प्रदर्शन आफ्नो जुन किसिमको सेप जुन तालिम त्यसलाई उहाँले प्रयोग गर्नु भएन त्यस पछाडि उहाँ आफ्नो एउटा डर र सन्तासबाट जुन भाग्ने कोसिस गर्नुभयो र उहाँ त्यो हदसम्म आइपुग्नुभयो त्यो हदसम्म उहाँ पुग्नुभयो होइन एउटा दुःखदायी क्षणहरू कुराहरू होइन यस्तो पनि अब तपाईँको जान त उहाँले सेभ गर्नु भएको थियो भने उहाँको केही अङ्गभङ्ग हुन सक्थ्यो तपाईँ एउटा कुरा जस्तो कि अब त्यत्रो चाहिँ एउटा खेलाडी भनेर जिममा त्यत्रो चाहिँ मोटो मान्छे त्यत्रो चाहिँ हट्टाकट्टा बलियो मान्छेसँग एउटा महिला जुत्न सक्छ महिला आर्मीको त्यहाँ तालिम प्राप्त छ त पत्रकार महोदय अनि के भन्न खोज्नुभयो तपाईँको त्यो तालिम प्राप्त मानिसले चाहिँ पुरुषसँग प्रतिस्पर्धा आज उहाँले जुन किसिमको सङ्गठनमा काम गर्दै गर्दा जुन किसिमको रोडका समस्याहरूमा चाहिँ नियन्त्रण गर्न सक्नेले आफूमाथि पर्दाखेरिको त्यसमा चाहिँ उहाँले सेपको रणनीति प्रयोग गर्नु विवेक त्यसो हो भने तालिम प्राप्त भएका ऊ महिलाले चाहिँ त्यस किसिमको चाहिँ आफूले सेप समाजलाई दिनु पर्थ्यो अझ तालिम त्यही त समाजका महिलाहरूलाई तालिम दिनु पर्थ्यो यसैमा के सर डिफेन्स गर्न नसक्नुको कारण चाहिँ अर्कै मान्छे थियो त्यहाँ फेरि अर्कै पनि थियो 3-4 जना नै थियो भन्ने कुरा हो तपाईँको होइन तपाईँको यही प्रश्न त गलत छ त पत्रकार महोदय तपाईँले भन्न खोज्नु भएको छ तपाईँको चाहिँ जुन किसिमको उहाँको तालिम भन्दै हुन्छ सेनाको भने पुरा गर्नु भएको छ एउटा पुरुषसँग चाहिँ लड्न नसक्ने कस्तो चाहिँ महिला भनेर भन्नु भएको छ फेरि नेपाली सेना पनि भन्नु भएको छ डिफेन्स गर्न नसक्नुको कारण चाहिँ के हो त त्यहाँ हो त पत्रकार महोदय उहाँमा चाहिँ त्यो किसिमको सन्तास र डरले चाहिँ उहाँमा चाहिँ जुन किसिमको कन्फिडेन्ट नहुनु जब समस्या त मान्छेलाई आउँछ नि कुनै पनि बेला भन्न खोज्नु भएको छ यस्तो हो क्या उहाँले महिलाले गल्ती गरेको कारण त त्यो डरले गर्दा उहाँले डिफेन्स गर्न सक्नु भएन भन्ने कुरा हो होइन मैले सवाल यहाँ गल्तीसँग जोडेकै छैन तपाईँको यो प्रश्नले नै तपाईँ आफूलाई नै तपाईँको अनुत्तरदायी बनाइरहेको छ तपाईँले भन्न खोजे चाहिँ के होला तपाईँले अब तपाईँले जुन किसिमको मैले बोल्नु खोज्दैछु नि एउटा खसी काट्नको लागि त तपाईँको चाहिँ 2 जना मान्छे चाहिन्छ 1 जना मान्छेले मार हान्न पर्छ भने तपाईँको त्यहाँ जाने त्यो एउटा मान्छेले अर्को मान्छेलाई चाहिने मार्नको लागि त्यो कति सहज तरिकाले त्यहाँ मान्छेको मृत्यु भयो त्यही त के भयो अहिले त तपाईँको चाहिँ दिमाग बुद्धि विवेकले भन्नुहोस् न मैले बोलिरहेको छु त त्यहाँ उहाँको पनि त्यो किसिमको अब के आयो जुन किसिमको त्यो डिफेन्स गर्ने किसिमको होस आएन होइन नआएकै देखिन्छ नि त्यसले त होइन अब हुन त घटना घटिसकेको छ अब घटना घटिसकेपछि त्यो दुःखदायी क्षण हो सायद अब त्यो किसिमको जस्तो तपाईँलाई पनि एकछिन म तपाईँलाई यहाँ रोकेँ अब हामी अदालतले जस्तो किसिमको निर्णय आयो एकतर्फी रूपमा चाहिँ आयो भन्ने कुरा गरेको छ र नेपाली ब्युरोको नाममा एक सुक पनि एउटा फुटी-कौडी पनि नराखिकन सबै आफ्नो उनका श्रीमतीको नाममा राखेपछि यो किसिमको हत्याकाण्ड भयो भन्ने किसिममा आएको छ के अदालतबाट नै केही गल्ती भएको हो अदालतबाट धेरै गल्ती भयो साथै यो त लाखौँ करोडौँ तपाईँको जाने एउटा मान्छेले त्यहाँ मुद्दा हाल्छ मान्छे मृत्यु भइसक्दाखेरि त्यो फैसला गर्दैन आजसम्मको समाजको अपराधको जड नै त्यही व्यापार न्यायको नामको व्यापार
होइन धर्मको नामको व्यापार धर्मको नामको अहिले त गम्भीर कुरा प्रश्न उठाउनु भयो त फेरि गम्भीर कुरा ल्याउनु भयो तपाईँले त्यो सबै यो अपराधीको जग्गै अदालत भनेर भन्नुभयो फेरि तपाईँ माथि फेरि अनुसन्धानको घेराउनु पर्ला नि फेरि तपाईँ पत्रकार महोदय कानुनले अनुसन्धानको घेरामा लानु पर्दा उहाँहरूलाई अनुसन्धान गर्नुपर्छ है पर्दैन कसलाई तत्त ठाउँमा बस्नुभएको तपाईँले जो मान्छेहरू न्यायाधीशहरूलाई? बस्नु अनि कानुनले मलाई मात्र छुन्यो हो कि उहाँहरूलाई पनि छुन्यो हो त तपाईँलाई मात्र लाग्ने कानुन हो कि उहाँहरूलाई पनि लाग्ने कानुन त समान होला नि त पछिल्लो समयमा कतिपय मान्छेलाई यस्तो किसिमको हत्याकाण्ड गर्नेलाई हत्यारा गर्नेलाई फाँसी दिनुपर्छ फाँसीको सजाय दिनुपर्छ भनिरहेको छ फेरि नेपालको कानुनमा चाहिँ फाँसीको सजाय छैन भन्ने कुरा गर्नुभएको छ फेरि यता अदालतले हेर्दाखेरि अदालतले विभिन्न किसिमको निर्णयहरू गरिरहेको छ झन् चाहिँ उग्र भएर मान्छेहरू चाहिँ पुरै डिप्रेसनमा गएर झन् चाहिँ आपराधिक गतिविधिमा चाहिँ अगाडि बढिरहेछ भन्ने कुरा गरेको छन् यसको सबैको जग चाहिँ तपाईँले भन्दै हुनुहुन्छ फेरि अदालतले नै तिर्साउनुहुन्छ अदालत नै हो मैले होइन भने पत्रकार महोदय तपाईँको प्रश्न नै त जग्ने तपाईँले अदालततिर केन्द्रित गर्दै हुनुहुन्छ मैले गरेको होइन भने उहाँहरू गलत भएन र यो पत्रकार महोदय तपाईँको तपाईँले स्पष्ट रूपमा बोल्नुहोस् है फेरि तपाईँ नेता पनि हुनुहुन्छ तपाईँले स्पष्ट रूपमा बोल्नुहोस् अब भएको के हो जे भएको के हो त्यहाँ तपाईँले भन्नुहोस् त्यो घटनाको विषयमा भन्नुहोस् तपाईँले मैले त्यो घटनाको विषयलाई नै पुष्टि उहाँहरूबाट जिब्रो चपाएर बोल्दै हुनुहुन्छ है फेरि तपाईँले जिब्रो चपाएर प्रश्न गर्दै हुनुहुन्छ तपाईँले आफैलाई जाने अनुत्तरदायी र जुन किसिमको जुन मृतक परिवार र लोलाङमा भएको घटनाका विषयमा तपाईँले यत्र सत्य तथ्य कुरा खोल्नुहोस् है फेरि तपाईँले लोलाङको घटना मात्रै होइन भने 52 सालदेखि 62 सालसम्म 1,07,000 मान्छेमाथि हत्या भएको छ तपाईँ यहाँ यो घटना दरबार हत्याकाण्ड भएको छ तपाईँले यो घटनाले पत्रकार महोदय हेर्नुहोस् है तपाईँ याद गर्नुहोस् है यो पत्रकार महोदय तपाईँ आँखा चिमचिम पारेर नगर्नुहोस् न तपाईँ सिधा सिधा प्रश्न गर्नुहोस् तपाईँले सिधा प्रश्नको सिधा उत्तर खोज्नुहोस् तपाईँले सिधा प्रश्न मैले गर्दैछु तपाईँको त्यहाँ घरको नजिक भएको अस्तिको त्यो घटना के कारणले भयो तपाईँले भन्न सक्नु पर्यो नि त अनि मैले आएको कुराहरू त मैले भन्दिनँ छैन मैले आँखाले प्रत्यक्ष देखाएको होइन अनि नदेखेको कुरालाई चाहिँ मैले जुन आएका कुराहरूलाई मैले पुष्टि गर्नु वरिपरिका मान्छेहरू होला तपाईँको छरछिमेकी होला त्यहाँ चाहिँ तपाईँको चाहिँ त्यहाँ वरिपरिको मान्छेलाई सरजिमिन भन्ने पनि चाहिँ ऊ गर्यो होला नेपाल प्रहरी आएर गएर के भएको सत्य तथ्य त्यो घटनाको बारेमा सबै कुरा भयो होला भएको कुरा के तपाईँ त्यो घटनासम्म आइपुग्नुको पराकाष्ठा त त्यो प्रहरीमा निवेदन नलिनु अदालतले जुन किसिमको जुन फैसला गरेर एकलौटी गरिदिएर अपराध गरेर बाध्यकारी अवस्थामा पुर्याउनु होइन ती सबै कारणहरू भनेपछि यदि नेपाली ब्रोले कुनै पनि हालतमा चाहिँ उहाँलाई आधा भाग अंश अथवा सम्पत्ति चाहिँ आधा आधा मात्र पाएको भए त्यो हद हुँदैन यो किसिमको अपराध हुँदैन यो अपराध हुँदैन सम्भवै थिएन हो र तर पछिल्लो समयमा कतिपय मान्छेले भन्दैछन् नेपाली ब्रो भनेको चाहिँ अपराध गर्ने व्यक्ति होइन एउटा खेलाडीको रूपमा एउटा मनोरञ्जनको रूपमा कहालेको व्यक्तिले कसरी यस किसिमको चाहिँ होइन अपराध गर्नको लागि कसरी अपराध गर्यो हामीले त कल्पनै गर्न नसक्ने मान्छे हो त्यो त त्यस्तो मान्छेले किन चाहिँ अपराध गर्छ आफ्नो श्रीमतीले कसरी मार्यो तर पछिल्लो समयमा चाहिँ उसको इन्टरभ्यूहरूदेखि लिएर हरेक कुरामा चाहिँ भिडियोहरू पनि आइरहेछ मान्छेहरू अब यो नेपालमा के हुँदै लागेको छ एक्लै अर्कालाई मार्ने कुरो गरिरहेछ आफ्नो बुढीलाई समेत त्यसरी चाहिँ हत्या गर्न सक्छ भन्ने त्यही व्यक्ति थियो नेपाली ब्रो भनेका तर लास्टमा आएर उनले आफ्नो श्रीमतीले त्यसरी चाहिँ चक्ना विभत्स तरिकाले हत्या गरे यसको जरा के तपाईँले कुरो बुझेर प्रश्न गरिरहनु भएको छ नबुझिकन प्रश्न गरिरहेको छ मलाई यसैमा ऊ लागिरहेको छ मैले बुझ्नु पर्दैन तपाईँले बुझेको मान्छेले भन्नुहोस् न तपाईँलाई मैले अहिलेसम्म जति कुराहरू गरेँ तपाईँ नेता भएपछि यो बोल्नु तपाईँको अनुसन्धानको दायरा अनुसन्धानको दर्शकवृन्दले बुझ्नु पर्यो तपाईँको जहाँ जुन घटना घट्यो त्यो घटनासम्म आइपुग्ने जुन किसिमको मुहानबाट हामीले चाहिँ नि अनुसन्धान गर्नुपर्छ कुन मुहान त के मुहान ल भन्नुहोस् न तपाईँले अनि तपाईँको अदालतदेखि लिएर गएर प्रहरीदेखि लिएर गएर त्यहाँ बिचमा उहाँहरू दुई पक्षलाई चाहिँ कसैले के कुराहरू गर्नुभएको छ तपाईँले नेपालको न्यायालयमाथि तपाईँले औँला तिर्साउँदै हुनुहुन्छ औँला उठाउँदै हुनुहुन्छ अदालतमाथि तपाईँको प्रश्न गर्दै हुनुहुन्छ अदालत भनेको अन्याय परेका व्यक्तिलाई न्याय दिने संस्था हो तपाईँ नेपाल प्रहरी भनेको न्याय दिने संस्था हो त्यो संस्थामाथि तपाईँले चाहिँ गम्भीर आरोप लगाउनु भयो मैले लगाएर भएर उहाँहरूको कामहरूले गरे पुष्टि होइन पत्रकारमा आज नेपालमा संविधान छ र संविधान नभए यो के 2072 को संविधान के हो यो 23 र 24 गते के भएको 23 र 24 को जेन जे आन्दोलन भयो अनि त्यहाँ डडेला होइन
डडेलो गए त के भयो त अनि पछि अब संविधानको आधारमा अनि चलिरहेको छ। त्यही खरानीलाई तपाईँको चाहिँ संविधान भनेर व्याख्या गरेर मौखिक कानुन लगाउन मिल्छ। भनेपछि 23 र 24 गतेको घटनाले संविधान जलाइसकेपछि यस किसिमको हत्याकाण्ड भयो भन्ने कुरा जोडिनु खोज्नु भयो क्या तपाईँले? हत्याकाण्ड यो घटनालाई नभङ्ग जब तपाईँको 78 जना नेता भएर तपाईँले पत्रकार महोदय 78 जना मान्छे जुन किसिमको युवाहरूको निहत्ता विद्यार्थीको सडकमा हिँडेको मान्छेमाथि चाहिँ गोली प्रहार भएको छ। कसले गर्यो त्यो? 2500 जना कसले गरायो त्यो? त्यो शक्ति कुन हो? तत्कालीन सरकारदेखि दलहरू, पूर्व राजाहरूदेखि राणाहरूदेखि हालको तपाईँ पछिल्लो समयमा राजावादी भनेर हिँड्ने व्यक्तिले फेरि पूर्व राजा भनेर भन्दै हुनुहुन्छ। तपाईँ पूर्व राजा कसलाई भन्नुभयो? तर पूर्व राजा होइन, पूर्व राजा भन्नुहुन्न। पूर्व राजा भन्नुहुन्न, किन भन्दा जब सिर्पिए छोडेर गइसके पछाडि उहाँ त नागरिक भइसक्यो, नागरिक हुने होइन। जस कारणबाट किन भन्दाखेरि उहाँले त्यो सबै तपाईँ त पहिला त राजा भन्दै हिँड्दै हुनुहुन्छ होइन? अहिले त राजाको एजेन्डा कहिले छोड्नुभयो तपाईँले? मैले छोड्नुभन्दा पनि उहाँहरूले नै आफैले बोलिसक्नु त। ज्ञानेन्द्र शाहजीले चुनाव अगाडि नै बोलिसक्नु राजा होइन भनेर। उहाँले के भनिसक्नु भने मेरो जिजु। अब नेपाली ब्रोको बारेमा तपाईँ भन्नुहुन्छ, तपाईँ के पुरुष भएर पुरुषकै चाहिँ पक्षमा बोल्दै हुनुहुन्छ क्या हो तपाईँ? होइन, मैले पुरुष भएर पुरुषको सपोर्ट पनि गरेको होइन, महिला भएर महिलालाई होइन। मैले दुईवटा निष्पक्ष तरिकाले बोल्नु। मैले निष्पक्ष तरिकाले त्यस्ता अपराधका घटनाहरू अबका दिनहरूमा समाजमा नघट्ने गरी अनुसन्धानको दायराबाट ती कुन ठाउँबाट त्यो घटनासम्म पुगेको छ ती सबै पात्रहरूलाई लिएर गएर। सर, नेपालको संयन्त्र सुरक्षा निकाय संयन्त्र कस्तो किसिमका हुनुपर्छ? अब अदालतदेखि लिएर पुलिस चौकीदेखि लिएर होइन, यो सुरक्षा संयन्त्र चाहिँ कस्तो किसिमको हुनुपर्छ यो अपराधहरूलाई, आपराधिक घटनालाई घटाउनको लागि? अब यो प्राचीन कालदेखिको समस्या छ पत्रकार महोदय, होइन? त्यसले गरेर पुनर्लेखन भनेर भनेको छ। 7वटा चिज पुनर्लेखनको लागि 10 रुपियाँले प्रत्येक नागरिकबाट, गर्भमा रहेको बच्चा पनि त्यो भिडियो एक्सरेबाट हेरेर छोरा भए छोरी, छोराको नाम र छोरी भए छोरीको नामबाट प्रत्येक नागरिकको जीवन सुरक्षाको सहित हरेक नागरिकहरू चाहिँ जोडिएर त्यो भित्रबाट दाग नलागेका पात्र, त्यो क्राइटेरियाभित्र आएका पात्रहरूलाई पार्लियामेन्टमा लिएर गएर त्यो नीति नियमबाट तपाईँको चाहिँ अगाडि बढायो भने मात्रै तपाईँको दीर्घकालीन तपाईँको अपराध 0 टलरेन्समा अथवा शून्य समयमा, शून्य उसबाट चाहिँ समाज अगाडि बढाउन सक्छ। हस्, नमस्कार यहाँलाई। यहाँको लोकप्रिय